राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले जब आफू सम्मानित भए तब उनी ड्यासमा गए र उनले भने कि एउटा व्यक्तिले देशको एउटा क्रिकेट टिमलाई वर्ल्ड कपसम्म पुर्याउन सक्छ भने सबै मिलेर अगाडि बढ्यो भने देशलाई धेरै अगाडि लग्न सकिन्छ होला भनेर भने र भक्कानिए। सबभन्दा पहिला यो रिपोर्ट। हामी सबैजनाको विश्वास हुनु पर्यो कि हामीले अगाडि बढ्न सक्छौँ, राम्रो गर्न सक्छौँ भनेर। यदि सबैजना मिलेर अगाडि बढ्यो भने हामी एज अ कन्ट्री पनि वी क्यान डु सो मच बेटर। लोग्ने मान्छे भएर रुनुहुन्न रे, मर्दाको छोरोले आँसु छाड्नुहुन्न रे, गह भरिएर आँसु पोखिरहन्छ। भन्छन् लोग्ने मान्छे भएर रुनुहुन्न रे, मर्दको छोरोले आँसु झार्नुहुन्न रे। गायक योगेश्वर अमात्यको यो गीत याद दिलाउने गरी नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको जब आँखाबाट आँसु झर्यो र गला अवरुद्ध भयो तब सबैको आँखा भरियो। तर किन किलकिले सुकसुकाइरहन्छ, गह भरिएर आँसु पोखिरहन्छ। प्रसङ्ग थियो नेपाली राष्ट्रिय क्रिकेट टिम बङ्गलादेशमा अर्को वर्ष हुने T20 वर्ल्ड कपमा छनौट भए पश्चात नेपाल क्रिकेट सङ्घ क्यानबाट सम्मानित हुनु। उक्त कार्यक्रममा जब कप्तान पारस खड्का बोल्नका लागि अगाडि आए उनको गला यसरी अवरुद्ध भयो। सीमित स्रोत साधनका बावजुद पारस खड्काको कप्तानी र श्रीलङ्कन मूलका क्यानेडियन पुबुदु दासानायकेको प्रशिक्षकत्वमा नेपालले T20 वर्ल्ड कप खेल्न पाउने कुरा निकै नै खुसीको कुरा थियो। यही खुसी साट्न लाग्दा पारस भने देशको चिन्ता गरिरहेका थिए। उनमा रहेको देश प्रेम उनको भनाइमा पोखियो यसरी। हामी जहिले पनि भन्छौँ देश विकास गर्ने, देश बनाउने भनेर, त आई थिङ्क हामी अहिले जहाँ पनि छौँ इट्स थ्याङ्क्स टु आवर कोच। एउटा मान्छेको भिजनले हामीहरू यहाँ पुग्न सक्छौँ, देश पनि अगाडि बढ्न सक्छ। त्यसैले हामीहरू सबैजनाको त्यो विश्वास हुनु पर्यो कि हामीले अगाडि बढ्न सक्छौँ, राम्रो गर्न सक्छौँ भनेर। यदि सबैजना मिलेर अगाडि बढ्यो भने आई थिङ्क हामी एज अ कन्ट्री पनि वी क्यान डु सो मच बेटर। र राइट नाउ आई थिङ्क म अहिले खासै धेरै भन्न त सकिनँ, तर आई होप हामीले सम्पूर्ण देशको मान्छेहरूलाई खुसी पार्न छौँ। त्यसको पनि हामी गर्व एकदमै खुसी छौँ र भविष्यमा पनि जसरी होस् नेपालको हरेक नागरिकलाई खुसी पार्नको लागि हामी सबैको प्रयास गर्छौँ। थ्याङ्क यू। एउटा व्यक्तिको दृढ इच्छा शक्तिले एउटा सिङ्गो टिमले यो सफलता पाउन सक्छ भने किन हाम्रो देशले पनि सफलता पाउन नसक्ने होला? हामी सबै मिलेर अगाडि बढ्न सक्यौँ भने हामी धेरै गर्न सक्छौँ। पारसको यो भनाइमा राष्ट्रप्रेम झल्किएको छ। उक्त कार्यक्रममा मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीको पनि उपस्थिति थियो। उनी पनि कार्यक्रममा भावुक बनेका थिए भने प्रशिक्षक कुबुदु पनि भावुक हुँदै टिमको प्रशंसा गरिरहेका थिए। The message that I want to give it to everyone here is now we are at a different level and we need more support. They have got to do this team. The skill levels are there. Every thing is in place, but they need lots of support. The level is really high, but the players will. I'm definitely sure that the players will work double hard to achieve what we want. But there are a lot of other things that need to be done. So I need everybody's support, and when we come back from New Zealand, I'm sure that we'll have another day like this.
and celebrating that we are in the 2015 World Cup as well. आज यो कार्यक्रममा हामी क्रिकेटको सफलता सँगसँगै पारसको त्यो देश प्रेमको पाटो पनि केलाइरहेका छौँ, जसले पारस लगायत सबैको आँखा रसायो। लोग्ने मान्छे भएर रुन हुन्न हरे, मर्दाको छोरोले हाँसु छाड्न हुन्न हरे, कारण मेरो किर्कीले सधैँ सुख 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 सुखाइरहन्छ। गह भरिएर आँसु पोखिरहन्छ। नभन आखिर किन पारस खड्काले त्यो आँसु चुहाए त? यसबारेमा आज हामी चर्चा गरिरहेका छौँ र त्यही कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो युवा नेता गगन थापा। उहाँको पार्टीलाई हामी बिर्स्यौँ, उहाँ नेताको रूपमा आज हामी उहाँलाई इन्भाइट गरिरहेका छौँ। र गगन थापाको कुरा गर्दाखेरि नेपाली खेलकुदलाई उहाँले धेरै नजिकबाट निहालिरहेका हामी थाहा पाउँछौँ। जब फेसबुक हेर्छौँ, फेसबुकमा नेपालको जित हुनुभन्दा कति 2-3 घन्टा अगाडि होला उहाँले फेसबुक स्ट्याटस लेख्नु भएको थियो। जब हङकङसँग हाम्रो म्याच भएको थियो, 5 विकेटले जब हामीले जितेको थियो, त्यो दिन उहाँले लेख्नुभएको स्ट्याटस म पढेर सुनाउँछु। राजनीति तथा अन्य धेरै प्रकारले विभक्त नेपाली समाजलाई एक सूत्रमा जोड्ने मालाको रूपमा खेललाई विकास गरिनुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ। यस्तै खेलहरूमध्ये अन्तर्राष्ट्रिय रूपमा सबभन्दा बढी सफलता हासिल गरेको क्रिकेटमा आज नेपाली राष्ट्रिय टोली हङकङ विरुद्ध T20 विश्वकपमा सहभागिताको लागि स्थान पक्का गर्न खेल्दैछ र यदि नेपालले यस खेलमा जित हासिल गरेमा T20 विश्वकपमा सहभागिता सुनिश्चित हुनेछ। आजको खेलले विश्वभर छरिएर बसेका नेपालीहरूलाई नेपाली हुनुको गर्व गराउनेछ। हामी सबै नेपालीहरू राष्ट्रिय टोलीको सफलताको कामना गर्दछौँ र अन्तिम बलसम्म टोलीको साथ दिनेछौँ। र अन्तिम बलसम्म साथ उहाँले फेसबुकबाट दिनुभयो र हाम्रो सौभाग्य नै हो कि त्यही दिन हामीले हङकङलाई 5 विकेटले पराजित गरेर T20 वर्ल्ड कप हामी खेलेछौँ अर्को वर्ष बङ्गलादेशमा। र आउनुहोस् अब युवा नेता गगन थापासँग कुराकानी गरौँ। यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। गगनजी, नेपालको खेलकुद क्षेत्रमा तपाईँलाई जहिले फुटबल भयो भने, क्रिकेट भयो भने सधैँ हामी तपाईँलाई कहिले फुटबल स्टेडियममा, कहिले क्रिकेट पिचमा हामी देखिरहन्छौँ। खेलकुदप्रति यति आकर्षण किन? दुईवटा कारण छ। एउटा आफै पनि फुटबल क्रिकेटहरू एउटा व्यक्तिगत रुचिको लगावको कुरा पनि भयो, त्यसको पनि एउटा केही न केही प्रभाव होला। तर पछिल्लो समयको कारण चाहिँ सचेत कारण छ र त्यो केही सोचेर नै यसमा हाम्रो उपस्थितिले केही मद्दत पुर्याउँछ कि भन्ने ठानेर नै गरिएको उपस्थिति पनि छ। त्यो भनेको मैले अघि भर्खर तपाईँले पनि जुन पढेर सुनाउनु भयो, नेपालमा खेलकुद भनेको अब यो विलासिताको विषय होइन। अब हामी कहिलेकाहीँ भन्छौँ नि, यो हामीहरूको यति धेरै मुद्दाहरू छ, यो सबै मुद्दाहरूमा टुङ्गिसके पछाडि अब उब्रियो भने, समय उब्रियो, खर्च उब्रियो भने कहाँ गरेर त भन्दा खेलकुदमा गर्ने भन्ने लामो समयसम्म हामीले त्यो सोच राख्यौँ कि हामी विकासको एकदम तल्लो स्तरमा छौँ, विकासको सिँढी चढ्दै गएपछि पुगिसरी आएपछि बल्ल गर्ने भन्ने खालको सोचाइ हामीमा रहँदै आयो, अहिले पनि छ। यो हाम्रो गलत सोचाइ हो कि विकासको त्यो खुड्किलो पार गर्नका निम्ति, विकासबाट विकाससम्म जानका निम्ति हामीले सुधार गर्नुपर्ने धेरै ठाउँहरूमध्ये हाम्रो राजनीतिले विभक्त बनाएको समाजलाई हामीलाई जोड्ने कुराहरू चाहिएको छ। हामीलाई नेपाली हुनेमा कहिलेकाहीँ गौरव गर्न सक्ने, हामी सबै मिलेर सेलिब्रेट गर्न सक्ने के ठाउँहरू, स्पेसहरू चाहिएको छ र त्यसको धेरै ठाउँमा धेरै ठुलो महत्त्वपूर्ण प्रभाव रहन्छ। त्यसको ठाउँ के छ त भनेर हेर्दा थुप्रै कुराहरू हुनसक्छ। त्यो मध्येको सबैभन्दा बढी महत्त्वपूर्ण भनेको आजको सन्दर्भमा खेलकुद हो। पारसले जब अभिव्यक्ति दिए, अघि हामीले रिपोर्टमा पनि देखायौँ, उनले के भने भन्दाखेरि एउटा व्यक्तिले पुबुदु दासनायके जो हाम्रो राष्ट्रिय क्रिकेट टिमका कोच हुनुहुन्छ, श्रीलङ्कन मुलका क्यानाडियन कोच हुनुहुन्छ, उहाँको नेतृत्वमा एउटा भिजनमा हाम्रो क्रिकेट टिम विश्वकप खेल्न सक्दो रहेछ भने नेपालमा नै एउटा राम्रो टिमवर्क भने नेपाल विकास हुन धेरै समय लाग्दैन। तर किन हुँदैन भन्नुभयो, बाँकी कम्प्लिट गर्न भक्काइनु भयो, एकदम आँसु चुहाउनु भयो। त्यो पछिल्लो लाइन, नेपालमा सबै टिमवर्क मा अगाडि बढ्न सकिन्छ होला तर बढ्न सकिरहेको छैन, बाँकी कम्प्लिट नभएको कुरालाई कसरी कम्प्लिट गर्ने होला? नेपालको सन्दर्भमा त्यो क्रिकेटको प्रशिक्षकले एउटा सिङ्गो क्रिकेट टिमलाई एउटा नयाँ सोच दिन सक्छ होइन, उसको स्तरलाई अर्को ठाउँ लिएर जान सक्छ। हाम्रो मैले भने 2 वर्ष अगाडि हामी यति गर्न सक्छौँ र 2-3 वर्ष होला, मलाई एक्ज्याक्टली याद छैन, भनेर सोचिरहेको हाम्रो राष्ट्रिय टोलीलाई हामी खेल्न सक्छौँ, हामी सक्छौँ भन्ने आत्मविश्वास, त्यो अनुसारको स्किल्स,
त्यो अनुसारको बाटो, त्यो अनुसारको तयारी, योजना, भिजनलाई फेरि त्यसलाई सपोर्ट गर्ने योजना पनि चाहियो नि फेरि। ड्रिम देखेर मात्र भएन। हामी विश्वकपमा पुग्छौँ भनेर भन्यो, कसरी पुग्ने भन्ने कला छैन, योजना छैन भने त हुँदैन। त्यो सबै दिने व्यक्ति त को भनेर भन्दा त उसको पोजिसन भनेको क्रिकेटको सन्दर्भमा, हाम्रो पार्टीहरूको सन्दर्भमा मूल नेता, शीर्ष नेता भनेको ठाउँमा राखेर हेऱ्यो भने हाम्रो पार्टीको शीर्ष नेता र क्रिकेटको सन्दर्भ प्रशिक्षकको पोजिसन एउटै हो हैन। हामीहरूको सायद पोजिसन भनेको तलको खेलाडीको पोजिसनहरू होला। अनि यही ठाउँमा पनि पारसकै कुरालाई लिएर हेरौँ, खेलाडीहरू त पहिलेदेखि तयार थिए नि त एकदम। तर जबसम्म त्यो मूल नेता तयार भएन, मूल नेता त्यो परिकल्पना बोकेर आएन, मूल नेता त्यसको लागि चाहिँ समर्पण र योजना बोकेर आएन, खेलाडीहरूको चाहनाले मात्र त पुगेन नि त नेपाली टिम विश्वकपमा। हाम्रो सन्दर्भ पनि करिब त्यस्तै हो। अब हामी एउटा ब्रेक लिन्छौँ र ब्रेक पश्चात पारस र पुबुदलाई यहाँ ल्याएर हामी यो बहसलाई निरन्तरता दिन्छौँ। गगनजी जाँदै पारस जसरी रोए उनी होइन, आँसु छुवाए, तपाईँ त्यहाँ हुनुहुन्थ्यो। पारसलाई के भन्न चाहनुहुन्छ र पुबुदलाई के भन्न चाहनुहुन्छ तपाईँ? म एकपटक फेरि पनि हाम्रो प्रशिक्षकलाई हामी सबैको तर्फबाट एकदम आभार प्रकट गर्न चाहन्छु र म खालि उहाँलाई यति मात्र भन्न चाहन्छु कि तपाईँले हामीलाई लगाउनु भएको गुण चाहिँ एउटा क्रिकेट हामीलाई, हाम्रो टिमलाई विश्वकपमा पुर्याउने सन्दर्भ मात्र होइन, कम्तीमा हाम्रो जेनेरेसनको मान्छेलाई त एउटा होप भन्छ नि, हामी एउटा कन्फिडेन्स, हामी गर्न सक्छौँ भन्ने कुरा, एउटा ठुलो कुरा दिनुभएको छ। हामीहरू एकदमै धेरै, वी आर रियली इन्डेप्टेड, हामीहरू एकदमै धेरै एक प्रकारले ऋणी नै छौँ होइन। र यो पारसको सन्दर्भमा पनि अझ पारसको आँसुको सन्दर्भ मलाई के लाग्छ भने एउटा हामी सबैलाई अघि पनि भने यो अन्यलका बिचमा, यो कोलाहलका बिचमा पनि हामीलाई एउटा खुसी हुने एउटा कारण तपाईँको नेतृत्वको टिमले हामीलाई दिएको छ। र तपाईँका ती आँसुहरू को त्यसको अर्थ पनि म बुझ्छु र त्यसको समाधान छ भन्ने पनि मलाई विश्वास छ। र त्यो आँसुलाई हामीले व्यर्थ जान दिनु पनि हुन्न। खालि म यति मात्रै भन्छु, जसरी कुनै बेला 3-4 वर्ष अगाडि यो हुनै सक्दैन कि भन्ने ठाउँमा तपाईँहरू हुनुहुन्थ्यो, तर एउटा नेतृत्व पाउँदाखेरि सिङ्गो यत्रो यात्रा तय गर्न सकियो। हामी पनि अहिले करिब त्यही ठाउँमा छौँ। हामी पनि आशा मार्न चाहँदैनौँ र त्यो नेतृत्व पनि आओस् अथवा भएकै नेतृत्वले पनि त्यसो गर्न बाध्य होस् भन्ने प्रयास गरिरहेका छौँ। हामी सबैको साझा प्रयासबाट क्रिकेटमा प्राप्त गरेको अभूतपूर्व सफलता जस्तै हामी अरू क्षेत्रमा पनि अभूतपूर्व सफलता प्राप्त गर्न सक्छौँ भन्ने अहिलेको लागि म यो विश्वास नै राख्न चाहन्छु। किनकि म यो बेलामा तपाईँको आँसुले उठाएका प्रश्नहरूभित्र छिरेर यत्रो जुन यो भिक्ट्री सेलिब्रेट गर्ने अहिलेको हाम्रो अवस्था छ र साँच्चीकै तपाईँहरूले जुन एउटा ठुलो सफलता हामीलाई दिनुभएको छ यसको अवमूल्यन अहिले गर्नुहुन्न। अहिले हामीले त्यसलाई अगाडि बढाउनु पर्छ। यस्तो अप्ठ्यारोको बिचमा पनि, प्रतिकूलताको बिचमा हामीले सफलता प्राप्त गरेकै हो। तपाईँहरूले त्यो तपाईँहरूको नायकत्वमा त्यो भएकै हो र अँध्यारोलाई छ भन्ने त नबिर्सौँ होइन, तपाईँले आँसुमा भनेको जस्तै। तर उज्यालो छ भन्ने कुरालाई पनि किन त्यसलाई नमान्ने, त्यसलाई किन सेलिब्रेट नगर्ने? भयो अगाडि हाम्रो अगाडि त उज्यालै छ नि, त्यसलाई नै लिएर अगाडि हेरौँ भन्न चाहन्छु। हस्, धन्यवाद यहाँलाई। गगन थापासँग हामीले कुराकानी गरिहाल्यौँ। अब हामी एउटा ब्रेकतिर जान्छौँ र ब्रेक पश्चात नेपाली क्रिकेट टिमका दुई नायकहरू प्रशिक्षक पुबुदु दशनायके र कप्तान पारस खड्कासँग हामी त्यो आँसुको चर्चा गर्नेछौँ। अहिलेलाई ब्रेक।